हेलो नमस्कार फेरि पनि सम्पूर्ण हाम्रो जनक राई युट्युब च्यानलमा फुटसल ब्लग हेर्नुहुने सम्पूर्ण हाम्रा भगवान रूपी दर्शक दीर्घहरूमा फेरि पनि हामी नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। रोमानियन टिम भर्सेस नेपाली टिम। धेरै समयको अन्तरालपछि हामी तपाईहरुमाझ यो भिडियो लिएर उपस्थित भएका छौँ। पहिलेका भिडियोहरूलाई जस्तै यो भिडियोलाई पनि माया गरिदिनु हुनेछ, हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुनेछ भन्ने आशा भरोसा र विश्वासका साथ हामी यो भिडियो लिएर उपस्थित भएका छौँ। नेपाली खेलाडीहरूको परिचय दिनुपर्दा गोलरक्षक हुनुहुन्छ हाम्रो रोशन गोपाली, 51 नम्बर जर्सीमा जनक राई, 30 नम्बर जर्सीमा सुजन राई, त्यस्तै गरी मुस्कान किराती, दीपक राई, खबिन राई, सुजन राई। निकै उत्कृष्ट खेल प्रस्तुत गर्दै यहाँ मुस्कान किरातीको खुट्टामा बल, सुजन राई बल अगाडि बढाउँदै, तर यहाँ मिस पास गर्न पुगे सुजन राई, बल खोज्न सफल खबिन राई, रोमानियन खेलाडीको खुट्टामा बल, तर बल आउट भएको छ। फेरि पनि दीपक राई बल अगाडि बढाउँदै, अहिलेसम्म कुनै पनि गोल हुन सकेको छैन। दुवै टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै यहाँ फेरि पनि जनक राई बल अगाडि बढाउँदै, जनक राई साथी खोज्दै, यहाँ बल आउट हुनु पुगेको छ। थ्रोइङको पालो टिम नेपालको। सुजन राई को पास फेरि जनक राईलाई, यहाँ जनक राईले बल भेटाउन सकेनन्, बल आउट हुनु पुगेको छ भने थ्रोइङको पालो रोमानियन टिमको। उत्कृष्ट खेल प्रदर्शन गर्दै यहाँ निकै उत्कृष्ट ठाउँमा निकै राम्रो चान्स पाएका थिए, तर गोल गर्न सकेनन्। उनले निकै बाहिर फालिदिएका छन् बल। काउन्टर मुभ बनाउँदै यहाँ रोमानियन खेलाडीहरू। यहाँ रोमानियन खेलाडी तर निकै माथि हाई हान्दिएका छन्। यहाँ रोमानियन खेलाडीले निकै आकाशिएको थियो उहाँको बल। यहाँ हाम्रो मुस्कान किराती जर्सी नम्बर 0 निकै उत्कृष्ट भरपर्दा खेलाडी हुन् CBFC का। हामी यो पनि जानकारी गराउन चाहन्छौँ कि यही महिना अप्रिल 18 तारिक बुकारेस्टमा हुने नेपाली फुटबल टुर्नामेन्टमा जोसुवा फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा शिविरको प्रतिनिधित्व गर्दै हामी यो टिम लिएर जानेछौँ र हामीलाई आशा छ, हाम्रो होप छ कि हामी विनर भएर पनि आउनेछौँ। गएका वर्षहरूमा पनि शिविरबाट प्रतिनिधित्व गर्दै हामी सेमी फाइनलसम्मको यात्रा तय गरेका थियौँ भने फाइनलसम्म पुग्न सकेका थियौँ। यो पालि हामी फाइनल पुग्नेछौँ भन्ने आशा विश्वास र भरोसाका साथ जानेछौँ। यसमा केही खेलाडीहरू हाम्रो थपगट हुनेछन्। बल रिलिज गर्दै हाम्रो जर्सी नम्बर 10 सबिन राई। अहिलेसम्म कुनै पनि गोल स्कोर हुन सकेको छैन। काउन्टर मुभ बनाएको थियो नेपाली टिमले भने गोल गर्न सकेन। जनक राई निकै उत्कृष्ट डिफेन्डर CBFC का, निकै उत्कृष्ट स्ट्राइकर सुजन राई बल अगाडि बढाउँदै जर्सी नम्बर 30 खबिन राईलाई पास, तर यहाँ बल आउट हुन पुगेको छ। रोमानियन खेलाडी बल अगाडि बढाउँदै, तर यहाँ बल आउट हुन पुगेको छ। निकै उत्कृष्ट ठाउँमा चान्स पाएका थिए रोमानियन खेलाडीले, तर बल गर्न सकेनन्। बल रिलिज गर्दै यहाँ रोशन गोपाली
बराबरीको स्थितिमा छ। अहिलेसम्म गोल हुन सकेको छैन कुनै टिमबाट पनि। बल आउट हुन पुगेको छैन फेरि पनि।